आज म तपाईहरुलाई ChatGPT को नयाँ अपडेट आएको छ, म त्यो जानकारी गराउन गइरहेको छु। ChatGPT मा चाहिँ अहिले क्रिएट एन इमेज भनेर चाहिँ एउटा नयाँ अपडेट आएको छ। यसबाट चाहिँ तपाईले हाई क्वालिटीको इमेजहरू जेनेरेट गर्न सक्नुहुनेछ। ढिलो नगरिकन म मेरो ल्यापटपको स्क्रिन शेयर गर्न गइरहेको छु। सबैभन्दा फर्स्टमा तपाईले तपाईको ब्राउजर ओपन गर्नुस्। त्यसपछि ChatGPT लाई ओपन गर्नुस्। ChatGPT ओपन भइसकेपछि क्रिएट एन इमेजमा क्लिक गर्नुहोस् र यहाँ चाहिँ तपाईले कस्तो खालको इमेज जेनेरेट गर्न चाहनुहुन्छ त्यस्तो खालको प्रम्प्ट लेख्नुहोस्। मैले चाहिँ साइबर सिक्युरिटी इथिकल ह्याकिङको एउटा इमेज जेनेरेट गर्न चाहिरहेको छु, त्यही भएर मैले त्यस्तै प्रम्प्ट हाने। ल अब यहाँ क्रिएटिङ इमेज भनेर आइसकेको छ। टाइम चाहिँ यसले अलिकति टाइम चाहिँ लिँदो रहेछ है, तपाईँको अलिकति टाइम चाहिँ लिन्छ। फाइनली गाइस आइसक्यो। तपाईँले यो एरोमा क्लिक गरेर चाहिँ तपाईँले डाउनलोड गर्न पनि सक्नुहुनेछ अथवा कुनै लिङ्कहरुमा पनि तपाईँले पठाउन सक्नुहुनेछ। यहाँ क्लिक गरेर मेरो डाउनलोड भइसक्यो। म चाहिँ फेरि अर्को पनि इमेज जेनेरेट गर्न चाहन्छु। निकै नै खतरा आइरहेको छ। अर्को पनि प्रम्प्ट हालिसकेँ मैले। क्रिएटिङ इमेज भनेर आइसकेको छ। त्यसले अलिकति तपाईको टाइम चाहिँ लिँदो रहेछ है। वाउ, मैले चाहिँ यसमा चाहिँ यो पनि मैले डाउनलोड गरेँ। यो ChatGPT को नयाँ अपडेट चाहिँ न्यानो बनाउनलाई पनि पछि पार्दै अहिले चाहिँ टप 1 मा आउन सफल भएको छ। तपाईले यो ChatGPT को नयाँ अपडेट क्रिएट एन इमेजबाट चाहिँ तपाईले हाई क्वालिटीको इमेज जेनेरेट गर्न सक्नुहुनेछ र यस्तै यस्तै नयाँ टेक्नोलोजी अथवा एआई हरुको अपडेट थाहा पाउनको लागि चाहिँ तपाईले मेरो टेक्नोलोजी विषय युट्युब च्यानललाई सब्स्क्राइब गर्नु।